अरूमाया फ्यामिली र हजुरहरूलाई सबलाई स्वागत छ मेरो यो सानो युट्युब च्यानलमा र हजुरहरूलाई हामी कहाँ छु भने हजुरलाई थाहा छैन तर हामी छु अहिले दिन घर आएको जसमा हामी यहाँबाट नुहाइरहेको छन् ऊ मेरो भान्जा अनि ऊ मेरो दाइको छोरा भतिज र अब मेरो भान्जा यहाँबाट हामफाल लाग्यो त्यहाँबाट होइन अहिले जसमा त्यहाँबाट चालेर जान लागिरहेको छ र मेरो भतिज पनि त्यहाँ छन् र मेरो भान्जा अहिले त्यहाँ पुगेछ त्यहाँबाट सर चढेर त्यहाँ जान्छ अनि त्यहाँ माथि पुगेपछि त्यहाँबाट हामफाल्ने भने मेरो नयाँ च्यानलमा कसैले सब्सक्राइब गर्नु भएको छैन भने गर्नु होला र यो भान्जा अझै हेर कछोइ जस्तो बिस्तारै हिँड्दै पुगेर भान्जा सिँढीमाथि चढिरहेको छ होइन जसमा लगभग अब हामफाल्ने बेला आइसक्यो म चाहिँ अघि नै माथि त्यो भन्दा अझै माथि त्यो झ्याङबाट हामफालेको होइन र अहिले त्यहाँ मेरो भान्जा हामफाल्दाखेरि थियो त्यहाँबाट र मेरो भान्जाको अनुहार आएको छैन किन होला मलाई पनि थाहा छैन किनभने कालो छ होला नि त अब हामफाल्यो फाल्यो चुब्लुङ एक तल्ला भए पनि हामफाल्दाखेरि एकैछिन देखाउने रहेछ होइन र मेरो भान्जा यहाँ आइसकेको छ जसमा हामी त्यहाँबाट हामफालेर यहाँ आइसकेको थियो अब म एकचोटि उहाँबाट माथिबाट हामफाल्छु अनि त्यसपछि म घर जान्छु घर ल अब मेरो भान्जाले क्यामेराम्यान अब मेरो भान्जा भन्छ अब हाम्रो मामा माथिबाट हाम्रो लागि गइरहेको छ मेरो माथिको होइन माथिबाट हामफाल्दाखेरि मुटुको जहाँ दुखेको ढाड पनि दुख्ने रहेछ अब यसो कोहीले पनि हाम्न फाल्नु होला ला दुख्नेको लास्टै अब अझै आउनु सिधै आउनु हेर्दै जानु होला लाइक पनि हाल्नु सब्सक्राइब पनि हाल्नु होला है ओके र मेरो भतिजलाई अझ नुहाउन पुगेको छैन र चाल्न सिकिरहेको छ अहिलेसम्म र मेरो भान्जा सिडीलाई होइन जस्ट चिल पारामा अल्छी लाएर अब घर जाउँ भनिरहेको छ र अब म फाइनली घर जान्छु र हजुरहरूलाई केही कस्तो लाग्छ भिडियो हेर्नु होला र रमाइलो गरेर छ भने इन्जोय गरेर सब्सक्राइब पनि हालिदिनु होला मेरो भान्जालाई पनि यसो भान्जाले अब मेरो भिडियोमा खासै त त्यो रियाक्ट गर्दैन त्यही पनि मेरो भान्जाको घमण्डी तोड्न लाग्यो भने यसो भिडियो हेरिदिनु होला है त र अहिलेसम्म कि यहाँ हजुर फ्यामिलीसँग नै आउनु सक्नुहुन्छ र धेरै खर्च पनि लाग्दैन त्यही 500 रुपियाँ खर्च गरेँ नि इनफ आएर मान्छेहरूसँग रमाइलो गरेर आफ्नो कोही साथीभाइहरूसँग आएर खेल्न र नुहाउन पनि मजाले सकिन्छ यहाँ धेरै ठुलो ठाउँ पनि छ र अहिले पहिला यो गिट्टीहरू थिएन र अहिले छ रहेछन् जसमा अहिले खासै त नुहाउने ठाउँ ठुलो छैन तर गहिरो चाहिँ लगभग 3टा मान्छे डुबाउँछ यसमा अनि यहाँ पहिला पनि थियो के अरे नुहाउने ठाउँ त्यो भलबारी ल्याएर पुरै डुबाएछ र हजुरहरूलाई मेरो भिडियोमा पनि यसो सब्सक्राइब गरिदिनु होला है त र हजुरहरूलाई यहाँ आउनुभयो भने यस्तो होइन यो खुट्टाले एउटा मात्र टेक्ने ठाउँमा हिँड्नुपर्छ जसमा अघि पनि हिँडेको र अहिले पनि हिँडिरहेको छु यहाँबाट लड्यो भने सिधै खोलामा पुगे त केही पनि हुँदैन यहाँ च्यापु फुत्क्यो भने जान्छ अनुहार कुच्यो भने केटा छ भने केटीले पत्याउँदैन केटीको अनुहार गयो भने केटाले पत्याउँदैन त्यसैले मिलाएर हिँड्नुपर्छ यसमा होइन जस चिज पारामा मलाई पनि डर त लाग्छ किनभने म पनि खस्यो भने यस्तो हुन्छ कि मेरो अनुहारै चिनिँदैन तपाईँहरूले होइन र हामी अझै यो ठाउँ पनि भयो होइन जसमा 3 भराङमा हामी नुहायौँ 3 भराङ नुहाएपछि अझै तपाईँहरूलाई एउटा अझै देखाइदिन्छु जसमा हामी झर्ना जस्तै अहिले चाहिँ पानी छैन त्यो चाहिँ थाहा भएन होइन
र हजुरहरूलाई भन्छु म यो झर्ना चाहिँ छ क्या जस्ट बर्खा याममा आउनुपर्छ पुरै झर्ना क्या लोत माथिबाट पानी झर्छ अहिले चाहिँ छैन थाहा भएन र अहिले मैले यो पानी चाहिँ यहाँ किन राखेँ नि म मेरो तल भिजेको छ क्या होइन मेरो होला मेरो पैसा हरायो क्या आमा पैसा हरायो जस्तो छ यार मलाई भेटाए गाइस हेर्नु होला 10 रुपैयाँ यो मेरो होइन यो मेरो पैसा होइन मेरो पैसा यही मेरो खोल्तीमा छ मेरो भान्जा सिधै रिचाइरहेको छ भिडियो बनायो भने चासी दिन्छ भनेर जाउँ न त पहिला तिमी नि होइन यहाँ होइन हेर्न ल जाउँ न देखाइदिउँ फेरि देखाउने भनेर आएको छु देखाएन भने जे होला नि त जाउँ न हेरेर मात्र हो नि त उसलाई पनि देखाइदिउँ होइन यहाँबाट ठ्याक्क हामी आउँ माथि पुगेपछि होइन वहाँ माथि पुगेपछि हामी झर्नामा पुगिन्छ कि जस्तो चिल पारामा होइन न खोले यहाँ पानी ल्याऊ तिमी पनि हिँड अलिक फास्ट हिँड्ने गर है फास्ट मेरो भतिज पुरै लडिरहेको छ सिधै हिँड नि सिधै माथि अहिले चाहिँ झर्ना चाहिँ छैन होला यार पानी त यत्रो आएको छ के होला पानी तर बर्खायाममा चाहिँ फेरि तपाईँहरू यहाँ आउनु भएन होइन जसबाट बब्बाल ठाउँ छ कि यो चाहिँ छैन ल मार्यो छैन रे छैन रे हिँड नि माथि पैसा खस्यो मेरो पैसा ल्याए साथी तपाईँले अँ पैसा धेरै भयो कि अङ्कललाई दिनु मलाई धेरै भयो म पुगेर आउँछु ल त्यो मैले पनि पाएको पुगेर आउँछु त्यहाँ देखाएर आउँछु तिमीहरू हिँड्दै गर तल आहा म देखाएर आउँछु भनेपछि देखाएर आउँछु कि एक्लै भने गएर आउँछु होइन यहाँबाट थोरै हामी फाल्नु पराएर जस्तो लागिरहेको छ लो मार्यो के बिक्री हो के बिक्री यस्तो हो होइन ओहो अहिले त पुरै बन्दा भएछ त अहिले हो यहाँ माथिबाट सिधै क्या बबाल झर्ना आउँछ क्या अहिले बर्खामा नभएर होला पानी यहाँबाट यहाँ आएको मान्छेहरू थाहा हुन्छ कतिको छ भनेर त्यो झर्ना रहन्छ होइन अब म फर्किन लगाइरहेको छु झर्ना भयो म झर्ना देखाइदिन्छु तर बबाल छ यो झर्ना भन्ने चिज छ नि आयो भने आमा पनि जस्तो भागै हुन्छ कि लास्टै रहेछ छ त यहाँ मजा आउने नहुनको पनि फेरि आथा कोच्यो आया तँ यो काँडा के विधि काँडा हो यार कति खुयो थियो यो काँडाले कस्तो घोच्यो यार घोच्यो मेरो ज्यान मजाले घोच्यो कता हो बाटो यहाँ बाटो पनि छैन त्यो गयो म ढाड सिधा भयो गयो म लडेँ के हो रे कहाँ माथि तिम्रो अङ्कल त्यस्तो होला जस्तो लाग्छ यहाँ सानो भने ठुलो भने नभए झर्ना आइस र हजुरहरूलाई मैले देखाउने चिज र हजुरहरूलाई देखाउने चिज र सकभर हुने चिजहरू मैले सब भनिदिइसक्यो र हजुरलाई के कस्तो लाग्छ मलाई लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला तपाईँको साथीभाइहरूसँग र मेरो अहिले यस्तो भिडियो बनाउँछु भने मलाई पनि थाहा पनि थिएन क्या नत्र मैले मोबाइल फुल चार्ज गरेर आउँथेँ मेरो मोबाइलको चार्ज पनि सकियो त्यही भएर हजुरहरूलाई अर्को भिडियोमा भेट्छु भन्दै अब टाटा बाई र मेरो भिडियोहरू किन नआयो भन्दाखेरि नि कामले गर्दा नभ्याएको हो अहिले दसैँ भएर म कमसेकम दसैँमा आएको भएर मैले भिडियो बनाउनु पाएँ घरतिर अब हजुरहरूलाई भिडियो आएन भने नरिसाउनु होला र हजुरहरूलाई मेरो यो 200
60-70हरूलाई सबलाई पनि मेरो मनैदेखि हार्दिक स्वागत गरिदिइरहेको छु र हजुरहरूलाई सबैलाई दसैँको शुभकामना भन्दै यो हजुरहरूको यो भिडियोलाई र मेरो यो एक इयर ब्लगलाई सबले सब्सक्राइब भन्नु भन्दै नेक्स्ट भिडियोमा भेट्छु भन्दै बाटो गर्दा टाटा बाई।